हरे कृष्ण। यो भिडियो जसले बिहा गर्नुभएको छ ती कपालहरूको लागि, म्यारिज कपालहरूको लागि। अब हाम्रो समाजमा चलिरहन्छ कुराहरू यस्तो कि बुढीको कुरा मात्रै सुन्यो भने बुढीको कुरा मात्रै सुन्यो भन्छ, फेरि यता बाबुआमाको कुरा मात्रै सुन्यो भने के भन्छ, बाबुआमाको पल्लो समात्ने, बाबुआमाको कुरा मात्रै सुन्ने भनेर भन्छ। हाम्रो समाज यस्तै छ र यसलाई समाधान गर्ने मैले एउटा सल्युसन, एउटा प्रयास गरेको छु यो भिडियोद्वारा। लास्टसम्म हेर्नुहोस् होला। हाम्रो बाबुआमा भनेको के हो भन्दाखेरि जो हामीले केही गर्नु सक्दैनथ्यो, हामीले पेनमै हग्ने मुत्ने गर्थ्यो, खानु पनि सक्दैनथ्यो, राम्ररी हिँड्नु पनि सक्दैनथ्यो, त्यो अवस्थादेखि लिएर यो लायक चल्ने, केही कुछ गर्ने लायक तपाईँलाई बनाउनु भयो र जीवन सङ्गिनी तपाईँको पार्टनर भयो। त्यो चाहिँ तपाईँको अब आउँदो दिनहरूमा तपाईँको साथ दिने हो, साथ निभाउने हो। र हामीले एकैपट्टि कुरा मात्रै सुनेर, अब बुढीको मात्रै कुरा सुनेर बाबुआमालाई घरबाट निकाल्ने, गाली गर्ने, त्यस्तो गर्नु हुँदैन। फेरि यता बाबुआमाको कुरा सुनेर फेरि बुढीलाई यस्तो हेनतेन भनेर त्यस्तो पनि भन्नु हुँदैन, किनकि अर्काको छोरी हो, सब कुछ त्यागेर तपाईँको निम्ति, तपाईँको साथ दिन आएकी छ। र विशेष गरेर छोरी मान्छेहरूलाई पनि भन्छु कि आमाको कुरा मात्रै धेरै सुन्यो भनेर छोरालाई खालि तिमी आमा बाबुको कुरा मात्रै सुन्छौ भनेर नभन्नु, किनकि त्यही आमा बाबुले पालेर यत्रो हुर्काएर तिम्रो साथमा भएको छ। म छोरा मान्छेलाई पनि यही भन्छु। र विशेष गरी अब अहिले त कलियुग पनि चलिरहेको छ, टाइम त्यस्तै खराब छ है। र के हुन्छ, अब नयाँ नयाँ बिहा गरेपछि चाहिँ प्रेम धेरै हुन्छ क्या, धेरै नजिक आउने प्रेम हुन्छ, आसक्ति हुन्छ। र के हुन्छ, यो कन्डिसनमा हामीले के गर्छौँ, बाबुआमालाई हेला गर्ने गर्छौँ क्या। अब कुरामा कुरा एउटा इक्जाम्पल दिँदैछु म। अब कुरा बुढीको कुरा धेरै सुन्ने गर्छौँ कि हामीलाई, या बुढाको कुरा सुन्ने गर्छौँ। र के गर्छ, हामीले यता अर्कोपट्टि हेला गर्ने गर्छौँ बाबुआमालाई। मतलब अन्धो प्रेम चाहिँ क्या, एकपट्टि प्रेम मात्रै नगर्नु। प्रेम गरेपछि यता पनि गर्नुहोस्, उता पनि गर्नुहोस्, दुईपट्टि हो। किनकि एउटाले भविष्यमा तपाईँको साथ दिएको छ र अहिले पनि दिइरहेको छ, उसको माया असाध्य छ। चाहे त्यो तपाईँको लाइफ पार्टनरले तपाईँको त्यति प्रेम गर्दैन, तर तपाईँको बाबुआमाले त्यति प्रेम गर्नुहुन्छ। र प्रेम त गर्नुहुन्छ, भर्खरै आउनुभएको छ लाइफमा है तपाईँको लाइफ पार्टनर, र उहाँको पनि साथ नछोड्ने। यसरी क्या, म्युचुअल अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो, बातचित गर्नु पऱ्यो, राम्रो सम्बन्ध हुनु पऱ्यो, एकैपट्टिको मात्रै होइन। र यो भिडियो माध्यमद्वारा मैले यो भन्ने प्रयास गरेको छु। आई होप तपाईँहरूले केही बुझ्नुहुन्छ होला, सम्झिनुहुन्छ होला, र यसलाई एप्लाई पनि गर्नुहोस्। र म पनि एप्लाई गर्ने कोसिस गर्छु यो जीवनमा। अब मेरो त बिहा भएको छैन, बिहा भएपछि हरे कृष्ण।